यदि रियल मैड्रिडसँग ओल्ड क्लास गोलकिपर नभएको भए हरेक वर्ष हामीले युरोपा लिग खेल्न पर्थ्यो कि। म्यान अफ द म्याच पाइसकेको छ कि गोलकिपरले। योभन्दा बढी के गरोस् त। 90+3 मिनटसम्म एउटा मैड्रिड फ्यानको दिलमा एउटा कुनामा हुन्छ नि, चुल मचिरहेको थियो कि सायद केही हुनसक्छ, अब त केही हुन्छ, टाइटलमा अझै केही हामीले समथिङ केही बचा छ। हरेकचोटि बार्सिलोनाले चान्स दिएर हुन्छ कि, माथिबाट भगवानले पनि भनिरहेको छ साला रियल मैड्रिडले चान्स पाउनुपर्छ, हरेकचोटि चान्स दिएर हुन्छ कि। चाहे त्यो पोइन्ट्स ग्याप चाहिँ क्लोज गर्ने होस् अथवा लिड लिनको लागि होस्, हरेकचोटि के भगवानलाई चान्स दिएर हुन्छ। तर भ्यान्छ त हामीले बोल्ड गरेर आउँछौँ। सबैले मलाई आर्सेनललाई बोल्डर भनिरहेको छ होइन, रियल बोल्डर त हामी हो कि। यति गोल्डन चान्स थियो होइन, लमिन यामाल इन्जर्ड छ, रफिनिया पनि आउट छ, बार्सिलोना उनीहरूको मेन प्लेयरहरू बिना खेल्दैछ कि। भनेपछि हामीले प्रेसर थप दिन सक्थ्यौँ नि त, त्यो पनि भएन कि। लालिगा टाइटल त अस्ति ओभर भइसकेको थियो केटा होइन, अफिसियल्ली स्ट्याम्प हुन्छ नि युआर च्याम्पियन गरेर ठ्याप्प लाउन, यही मात्रै बाँकी थियो भ्यान्छ। कसलाई दोष दिउँ, साला एम्बापेलाई दोष दिउँ, डिफेन्डरलाई दोष दिउँ, साला त्यो मेन्डीलाई दोष दिउँ, त्यो कसलाई दोष दिउँ अब।